आएर गराउँछको मन्दिर आइयो गाई चाहिँ अहिले त रहन्छ भिडभाड हुँदै हुँदा कि भिडियो आउनु जान्छ होइन गराउँछको राजाको थियो नि हेर यस्तो राम्रो आएको थियो गराउँछको मन्दिर हाम्रो होइन गराउँछको मन्दिर हजुर हेर्दा कति राम्रो अनि यहाँ यस्तो राम्रो हिमाल सिन देखेको सिन त बबाल देख्यो हो तल कस्तो कुहिरो लाग्यो हामी चाहिँ गराउँछर मन्दिरलाई अहिले परिक्रमा गर्दैछौँ होइन गाइज गराउँछर मन्दिर परिक्रमा गरेपछि दर्शन टक्क दर्शन गर्ने त्यहाँ फेरि वालिङको बाटो हुन्छ होला जाँदाखेरि त यस्तै भयो नरियल फोर्ने कार्यक्रम गरेर मारेको ल फुट हो एकैचोटि चट्ट पारोमा राम्रो गोप्रो एउटा स्ट्यान्ड गराउँछरको मन्दिर कस्तो राम्रो भयो मन्दिर त्रिपन साल चौध 4 गते चाहिँ रोज 2 सिजनमा चाहिँ यो स्थापना भएको छ त्रिपनपुरमाबाट स्वर्ण महोत्सव होइन रजत महोत्सवको उपलक्ष्य छ हाम्रो गराउँछरको लाइन यत्रो भइसकेको छ गाइज अब त हामी सबै हिमालको सिन हेर्दाखेरि नि यसो त आएन होला होइन हिमालको सिन हेर्दै हामी सब मामा हामी भएर यता नरियल फोर्नु लागिरहेको भने सिजन यहाँ नि अरू मामा म चाहिँ नरियल फोर्नु हिँड्दैछु एकैचोटि पुट्छ त्यो जतिको तागत छ ल है आनम गेर भाइ त फुट्न ए पैसा बुटालिस दोस्त साथीहरु अलिकति 2 पिस यता गएर मन्दिर भित्र 2 पिस भित्र दिनु के मन्दिर मन्दिरमा दिनु के 2 पिस अहिले हैन के उता आजको हाम्रो मुख्य पण्डित देख्न सक्नुहुन्छ पण्डितले पूजा गर्दैछन् मैले चाहिँ पण्डितलाई छुन्छु यता फेरि अर्को माइजी मामा माइजीहरूको दर्शन चलिरहेको चाहिँ माइजीले हातमा बत्ती लिएर घुमाउँदै हुनुहुन्छ उहाँ चाहिँ मेरो मामा उहाँ चाहिँ मेरो भाइ ह्यान्डसम भाइ दाइ हैन भाइ उहाँ चाहिँ बहिनी हाम्रो ब्लगर चाहिँ नि ल बालम जिन्दगी पूजा नगर्ने मान्छेलाई पूजा गर्न दिएर हुन्छ नरियलमा गर्दैन क्या झन् मजाले गर्छ नरियल तर अडिन्न एउटा भिडियो गरे के एउटा भिडियो होला ल म धाएर पनि जाँदै रहर गरे भिडियो सर्कल लाम्पे पहिले ताकले कति नराम्रो आयो ताकले काले पञ्चली कार्यक्रम सुरु भएछ आएर मामा सिकाउँदै हुँदैछ उसले नानीलाई उठ्दैन उखाएर पर्यो दिदी झन् थकान भयो यता ठुली आमा यता हाम्रो आमालाई फेरि फोटो जहाँ गएर भिडियो गरेर ठिक गर्छ यता मोहन फेरि टक्लो दाइ काले दाइ यता हार हुनुहुन्छ यता अर्को फेरि टाउको समातेर बसेन है यता हार सुझाले यति हाम्रो गेमको यति यता चाहिँ म हामी यहाँभित्र चाहिँ बहिनी हामी यति गरेर आएको थियौँ आज गरोस् र आगोलाई खेल्नलाई भित्र जालीभित्र सबले हाई गर्दै ल सबले हाई गरेर यता एकचोटि बबाल सिन देखिया गाइस ए टुटेको बनाउनु कार्यक्रम चल्दै रहेछ टुटेको बनाउनु कार्यक्रम चल्दैछ गाइस गरोस् राजा अटो गाडी पार्किङ गर्ने ठाउँ चाहिँ यो है यतापट्टि आएर साको मन्दिरको दक्षिण साइड हिमालपट्टिको साइडमा चाहिँ आएर गाडीहरू पार्क गर्न सक्नुहुन्छ जस्तो राम्रो छ यहाँ पार्किङ सुविधा राम्रो गराएको छ अहिले
हामी टक्क अब यहाँबाट चाहिँ हिँड्न लाग्न लागेको गाडी चाहिँ अवस्था छैन। अब बाइक साइक स्टार्ट गर्न लाग्ने। ओके गाइज अब चाहिँ हामी गरसुरबाट फर्किसकेको अवस्था छ। अगाडि माइज सब 3 4 हिँड्नु भएको छ। दर्शन पनि गरियो मन्दिरको चट्ट पारामा। बल्ल आउँदैन अब हो कि बल्ल भिड हुने बेला। चट्टको रमाइलो मौसम छ गाइजी। N125 पनि आइसकेको यो बाटोमा। नयाँ मोडलको बाइकहरू लुक्स चाहिँ अहिले अर्कै देखिँदो रहेछ जियोस्। यहाँ मामा सिरी कहाँ पुग्नुभयो त? हाम्रो स्रोततिर धेरै खिच्या हो। हाई गाइज गर्दैछ अरे भान्जीले बहिनीले भान्जी भन्न आएछ बहिनीले। यहाँबाट चाहिँ अब राइट जाँदा हामी वालिङतिर गइन्छ गाइज होइन। लेफ्ट जाँदाखेरि राइट चाहिँ हाम्रो घर जाने बाटो। अब हामी ओके मामा घर। हाई गाइज हरिणलाई चाहिँ हिँड्नु के नानीलाई जो बाटो चिप्लो छ नि त। बाटो चिप्लो छ कि ओह्राला झन्। ए तँ पनि हो लर्किन्छ क्या तर स्कुटी धेरै। ठिक छ अब चाहिँ हिलो सुरु भयो गाइस। हजुर के भ्लग सुटिङ रातो झिमझिम गरेको कि नै? रातो झिमझिम गरेको कि नै? बाटोको हालत त बिजोकै छ। यस्तो न 8 को 9 को स्पिड हिँड्न पर्छ। बाटोको हालत त्यस्तै छ गाई जस्तै छ। बिस्तारै आम गरौँ सुराउँदा। आइरहन्जियोस् भयो अब त मरेतिर के भयो र? बिजोक खाली माइजूले हिँड्ने माइजू के मामा त तेल बचाउँदै हिँड्दै गर्दैछ। तेल बचाउँदै हिँड्दै गर्दैछ हजुर त।
अन्त फेरि त्यो तातिएपछि मेसो मिलेन भने त एक्लै पनि हिँड्दैन कि मेरो त्यस्तै भयो क्या मेरो यति क्लचले हाफ क्लच हुन्छ बल्ल यो क्लच ओभरहिट भएको छ ओके त्यो मोबिल फिल्टर अथवा ओभर टाइममा उकालोमा म धेरै हाफ क्लचमा गएको जाली जाम भयो होला हाफ क्लचमा गएको कि पुरै नतानेर बाइक त्यही भएर ताते अब तान्दैन अनि एक्लै पनि ताने छैन म घरिघरि अहिले त अलि शीतल छ नि अहिले कस्तो आँखा घाम परेको थियो अहिले झन् घाम पनि रातै भएको नि कस्तो चिप्लो भएको बाटो यहाँ साइड लाइट यसलाई एकछिन तलै राख्छु भने मिलाइ घर पुन्जेर त मिलाएरै छोड्छु यसलाई लास्टै क्लच बिग्रेर हैरान भयो गरसर पुरै ढाकेको छ कुहिरोले यो तलको चिटाको भ्यू हेर्नु चिटाको भ्यू हर गाउँको माइजले पुरानो कहानी बताउँदैछ ल बताउनु त माइजी ल नानी केही कहानी बताउनु तिमीले भने कति हिँड्यौ यो बाटो कतिको हिँड्यौ हाँस्दिन हार नानी कति हिँड्नु थाहै छैन बिर्सिनु सोचेको जिम्मा बजार गाई हाम्रो होइन कसै जिम्मा भन्ने कता सोधेर न जिम्मा त्यही हो है हाम्रो जिम्मा त अब हाम्रो गाउँ देखाइन्छ अलि पर घर मैले खोइ अब देखिएला होइन देखेको गाउँ चाहिँ टक्क हाम्रो गाउँ यतापट्टि अहिले जिम्मा देखेको थियो वारिपारि ठ्याक्क गाउँ र हाम्रो चाहिँ वारिपारि पर्छ क्या यो हाम्रो छाप गाउँ हाम्रो गाउँ छाप धेरै विकसित भइसक्यो छाप पहिला न अहिले त सब हाम्रो पिङ खेल्ने कार्यक्रम भइरहेको है ल यसैमा गराइदियो छोड्नु यसैमा गराइदियो कि बस छोड्नु सररी गर्नु नि माइजी के हो र हाँस्नु भयो चिचो गेल भन्नु गाइस पिङी ठकिने वाला पर्छ यतिकै जान्छ यो ठकिन लागिसक्यो गाइस कस्तो पनि तपाईँ समाते गर्न होला न यसबाट समाते होला तैले केता ल्याउ के नमच्ने लाग्यो यता ठकिन्छ पानी नकाटे अब यहाँ पिङ पनि खेले टक्क पारमा होइन अब पिङ खेले दसैँ पनि रमाइलो हो यहाँ चाहिँ मन्दिर बन्दैछ हाम्रो कोटाको होइन देउरालीको भन्ने बेला देउरालीको मन्दिर बन्दैछ
गाइज फाइनल्ली अब हामी चाहिँ घर पनि भेट्किन लागिसक्यो। जसले पनि यहाँसम्म हेर्नुभएको थियो सबैले लाइक सेयर सब्सक्राइब गरेर जानु होला च्यानललाई। नयाँ नयाँ आउने सब्सक्राइब गर्नु होला। सबैले लाइक सेयर गर्नु नबिर्सनु होला। कमेन्ट एउटा मिठो कमेन्ट छोड्नु होला। भल कस्तो लाग्यो हेर्दै गर्नु होला।